प्रकृतिको क्यानभासमा कुहिरो र घामको लुकामारी चल्ने एउटा यस्तो ठाउँ जहाँ समय आफै सुस्ताएको जस्तो लाग्छ। पूर्वी नेपालको पहाडी श्रृङ्खलामा एउटा सानो तर जीवन्त सहर छ जसलाई मानिसहरू पूर्वेली रानी भन्छन्। आज हामी त्यही सहरको कथा खोज्दैछौँ जसको नाम हो भेडेटार। भेडेटार यो नाम सुन्ने बित्तिकै धेरैको मनमा चिसो मौसमको चित्र आउँछ, तर यसको नामको पछाडि एउटा रोचक इतिहास छ। एक समय पूर्वका भेडा राख्ने जक्सन भएकाले यसले भेडेटार भनिएको बताइन्छ। 30 को दशकमा धरान धनकुटा सडक खन्ने बेलामा शङ्खुबा सभा, ताप्लेजुङ, भोजपुर लगायत जिल्लाबाट हिँडाएरै हुल्का हुल भेडा धरानसम्म ल्याइन्थ्यो। तिनलाई भेडेटारमा राखिन्थ्यो। भेडा राख्ने ठाउँ भएकाले भेडेटार भन्न थालियो। यो ठाउँ हिजो एउटा सामान्य व्यापारिक विश्राम स्थल थियो, तर आज यो कोशी प्रदेशकै प्रमुख पर्यटकीय केन्द्र बनेको छ। समुद्री सतहबाट 1420 मिटरको उचाइ। यो केवल भूगोल मात्र होइन, यो त एउटा जादुमयी ढोका हो। धरानको रापिलो गर्मीबाट केवल 20 मिनटको यात्रामा तपाईँ यस्तो संसारमा पुग्नुहुन्छ जहाँको तापक्रम तराईको तुलनामा 20 देखि 15 डिग्री कम हुन्छ। यहाँको हावामा एउटा छुट्टै सुगन्ध छ, जुनारको बासना र चिसो माटोको महक। आकाश उग्रेको बेला भेडेटारबाट कुम्भकर्ण, सगरमाथा र मकालो हिमाल देखिन्छन्। भेडेटारमा आकर्षक स्काइवक टावर सञ्चालनमा ल्याइएको छ, जसले पर्यटकलाई थप आकर्षित गरेको छ। पर्यटकको मनोरञ्जनका लागि भेडेटारमा पिङ, जिपलाइन लगायत थुप्रै संरचनाहरू पनि निर्माण गरी सञ्चालनमा ल्याइएको छ। बेलायती युवराज चार्ल्सले सन् 1984 मा भेडेटार भ्रमण गरेका थिए। उनी चढेको सैलुङ डाँडालाई चार्ल्स डाँडा भनिन्छ। भेडेटारमा मिश्रित जातिको बसोबास छ। यहाँ 5 दर्जन हाराहारीमा होटल तथा रिसोर्ट छन्। विशेषतः बङ्गुरको कान, जिब्रो र तुङ्बाको लागि भेडेटार प्रख्यात छ। भेडेटार केवल दृश्यहरूको सङ्गालो मात्र होइन, यो त संस्कृतिहरूको सङ्गम पनि हो। यहाँको जीवनशैली सरल छ तर मन विशाल। यहाँ आउने जो कोहीले पनि कोदोको विशेष परिकार र स्थानीय जाँडको स्वाद नलिई फर्किँदैनन्। यहाँका होटलहरू केवल व्यापार होइन, यहाँको अतिथि सत्कारले मानिसहरूलाई बारम्बार तान्ने गर्छ। भेडेटारको यात्रा यहाँ मात्र टुङ्गिँदैन। केही तल ओर्लने हो भने नमस्ते झरनाको फोहराले तपाईँलाई भिजाउनेछ। इतिहासमा रुचि राख्नेहरूका लागि साङ्गुरी गढीले पुरानो गौरव गाथा सुनाउँछ र नाम्जे गाउँ जहाँको आत्मा र प्रकृतिको एकताले संसारकै ध्यान खिचेको छ। समय बदलिँदैछ, भेडेटारले आधुनिकताको काँचुले फेर्दैछ, तर बढ्दो सहरीकरण र पर्यटकको चापले यहाँको प्राकृतिक मौलिकतालाई जोगाउनु चुनौतीपूर्ण बन्दै गएको छ। प्रकृतिको यो वरदानलाई भावी पुस्ताका लागि जोगाइराख्नु हामी सबैको दायित्व हो। कुनै दिन तपाईँलाई सहरको कोलाहलबाट मुक्ति चाहिएमा वा प्रकृतिको काखमा बसेर आफैलाई हराउन मन लागेमा पाइलाहरू यता मोड्नुहोला, किनभने भेडेटार केवल एउटा ठाउँ होइन,